ओम अज्ञानतिमिरान्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं तस्मै श्रीगुरवे नमः। ओम नमो नमः सर्वेभ्यो सौभाग्यभ्यो नमः। ओम नाम दृष्टि गौतम। मम नाम दृष्टि गौतम। आज हामी शनि प्रदोष व्रतको बारेमा सानो चर्चा गर्न जाँदैछौँ। शनि प्रदोष व्रत भगवान शिव प्रति श्रद्धा, भक्ति र समर्पण प्रकट गर्ने एक पवित्र अवसर हो। यस दिन भक्तजनहरूले व्रत बस्ने, पूजा गर्ने, ध्यान गर्ने र प्रार्थना गर्ने परम्परा रहेको छ। शनि र प्रदोषको संयोगले आत्मिक शुद्धि, अनुशासन र धैर्य विकास गर्ने प्रेरणा दिन्छ। ध्यान र ज्ञानको माध्यमले यस व्रत गहिरो महत्त्व बुझ्न सकिन्छ, जसले मानिसलाई शान्त, सचेत र सदाचारी जीवन जिन प्रेरणा दिन्छ। शनि प्रदोष व्रतको अर्को महत्त्वपूर्ण पक्ष आस्था, क्षमा र आत्मिक उन्नति हो। भगवान शिवको आराधनाले मनलाई शान्ति, सहनशीलता र सकारात्मक सोच प्रदान गर्छ। यस व्रतले हामीलाई सत्य, दया, नम्रता र सदाचारको मार्गमा हिँड्न प्रेरणा दिन्छ। ज्ञानले हामीलाई धार्मिक परम्पराको महत्त्वपूर्ण बुझ्न सिकाउँछ भने ध्यानले आफ्नो मन र आत्मालाई स्थिर र पवित्र बनाउन मद्दत गर्छ। यसरी भक्ति, ध्यान र ज्ञानको साथमा शनि प्रदोष व्रतले आत्मिक शक्ति, सुख, शान्ति र सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ। हजुरहरू सम्पूर्णलाई शनि प्रदोष व्रतको शुभकामना। ओम नमो नमः।